तपाईहरुलाई मेरो छेजुदो ट्राभलको सिरिजमा वेलकम छ। म चाहिँ पानी जहाँ चढे समुद्रको यात्रा फर्स्ट टाइम गर्दै थिएँ। समुद्रको यात्रा गर्दाखेरि छुट्टै किसिमको भाइब चाहिँ मिल्दो रहेछ। समुद्रको मध्यभागमा पुगेपछि आफू कता यात्रा गरिरहेको कन्फ्युज हुँदो रहेछ, किनकि जता हेरे पनि पानी नै पानी। जम्मा 7 घण्टा लामो समुद्रको यात्रा गर्दै थिएँ अनि यो यात्रामा चाहिँ मलाई एकदमै बोर लागेको थियो, किनभने पानी परिरहेको थियो। पानी परिरहेको बेला समुद्रको यात्रा गर्नु चाहिँ एकदमै झ्याउ हुँदो रहेछ। लामो बोरिङ यात्रापछि जब मैले छेजुदो टापुलाई देखेको थिएँ त्यो बेला म एकदमै ह्याप्पी भएको थिएँ। अनि छेजुदोको बेसिक हिस्ट्री भन्नुपर्दा चाहिँ यो चाहिँ लाखौं वर्ष अगाडि समुद्रमा ज्वालामुखी विस्फोट भएर बनेको आइल्यान्ड हो र यसको स्टार्टिङको नाम चाहिँ तम्ना थियो, जसको अर्थ हुन्छ समुद्र पारीको देश। तर पछि गोर्यो राजवंशको अधीनमा आएपछि यसको नेम चेन्ज भएर छेजुदो बनेको हो, जसको अर्थ हुन्छ समुद्र पारीको टापु। छेजुदो चाहिँ हिस्ट्री, मिस्ट्री अनि नेचुरल ब्युटीहरूको प्याकेज नै हो। यहाँ चाहिँ यस्तो बबल बबल वाटरफल्स, पहाड अनि समुद्रहरू छ जुन हेर्न र फिल गर्न चाहिँ यहाँ आउनु नै पर्ने हुन्छ। यहाँ छेजुदोमा आएपछि चाहिँ गर्न नै पर्ने स्पेशल कुराहरू चाहिँ टन्नै छ क्या। अब त्यो सबै स्पेशल कुराहरू गर्न र देखाउन त सम्भव छैन, त्यसैले मलाई स्पेशल केही खास लागेको कुराहरूको बारेमा चाहिँ म यो भिडियोमा देखाउने छु। त्योभन्दा अगाडि चाहिँ म हाम्रो छेजुदो यात्राको बारेमा चाहिँ थोरै कुरा भन्न चाहन्छु। हामीले चाहिँ हाम्रो छेजुदो यात्रा चाहिँ एकदमै मेमोराइज बनाउने भनेर प्लान गरेको थियौँ। छेजुदो चाहिँ हामी सकेसम्म धेरैभन्दा धेरै ट्राभल गर्ने भनेर सोचेको थियौँ नि त। त्यही भएर ट्राभल गर्नको लागि चाहिँ हामी एकदमै कम्फर्ट भएर हिँड्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ हामीले छेजुदो यात्रा चाहिँ हाम्रो कम्फर्ट बनाउनको लागि चाहिँ सानो एउटा ब्याग अनि त्यसमा चाहिँ एक जोड कपडा मात्रै बोकेर गएको थियौँ। हामी जता जता ट्राभल गर्यो, जता रात पर्छ त्यतै बास बस्ने अनि त्यही कपडा सपडा धुने अनि भोलि त्यही लगाएर ट्राभल गर्ने भनेर गएको थियौँ। अप्सनलको रूपमा हामीले अर्को एक पेयर मात्रै कपडा लगेको थियौँ। यसरी नै हामीले चाहिँ हाम्रो छेजुदोको यात्रालाई चाहिँ मेमोरीफुल बनाएको थियौँ। छेजुदो आइसकेपछि हर्स राइडिङ चाहिँ गर्नु नै पर्छ, किनभने छेजुदोमा घोडालाई इम्पोर्टेन्ट कल्चरको रूपमा हेर्ने गरिन्छ। छेजुदोको अनुसन्धान गर्दा सबैभन्दा पहिले मानवको पैतालासँगै घोडाको खुरको अस्तित्व पनि सँगै भेटिएको थियो रे। त्यसैले छेजुदोमा घोडालाई इम्पोर्टेन्ट कल्चरको रूपमा हेर्ने गरिन्छ। अनि प्राचीन समयमा राजाहरूले घोडालाई सहरी साधनको रूपमा पनि प्रयोग गर्दथे। त्यसैले यो चाहिँ रोयल कल्चर अथवा रोयल एक्टिभिटी जस्तो पनि भयो नि त। मेरो लागि छेजुदोको सबैभन्दा स्पेशल कुरा भनेको चाहिँ हानलासान माउन्टेन चढ्नु नै हो, किनभने यो चाहिँ साउथ कोरियाको सबैभन्दा अग्लो माउन्टेन हो, अर्थात् सबैभन्दा अग्लो ठाउँ हो। ज्वालामुखी विस्फोट हुँदा विस्फोट भएको ज्वालामुखीको मुख्य भोल्कानो सुकेर बनेको ठाउँ हो हानलासान। त्यसैले यो माउन्टेन अरू माउन्टेन भन्दा स्पेशल हुने नै भयो। अनि यो हानलासान चाहिँ साउथ कोरियाको विश्व सम्पदा सूची वर्ल्ड हेरिटेज अफ साइटमा सूचीकृत भएको ठाउँ पनि हो। त्यसै गरी युनेस्कोको बायोस्फियर रिजर्भ भएको ठाउँ पनि हो। त्यसैले यो चाहिँ साउथ कोरियालाई चिनाउने मुख्य ठाउँमा पनि पर्ने गर्दछ। विस्फोट भएको ज्वालामुखीको भोल्कानो सुकेर बनेको ठाउँ नै हानलासान माउन्टेन हो। त्यसैले अरू माउन्टेनहरू भन्दा स्पेशल हुने नै भयो। अनि त्यस्तै गरी मलाई अर्को स्पेशल लागेको कुरा भनेको मिस्ट्री रोड। यो मिस्ट्री रोड चाहिँ यस्तो रहस्यमय रोड छ जहाँ चाहिँ बाटो ओह्रालो देखिन्छ, तर त्यो बाटो वास्तवमा ओह्रालो हुँदैन। त्यो ओह्रालो बाटोमा जब कारहरू रोकिन्छ त्यो कार तलतिर झर्दैन, ग्राभिटेसनको नियम विपरीत उल्टै माथितिर गएको फिल हुन्छ, अर्थात् माथितिर जान्छ। तर वास्तवमा यो भ्रम हो। वरपरको वातावरणहरूले अप्टिकल भ्रम सिर्जना गरिदिन्छ र हाम्रो आँखालाई धोका दिन्छ। त्यसैले यो रोड उल्टोतिर ढल्केको देखिन्छ, पानीहरू उँभो बगेको देखिन्छ र बोतल पनि उँभोतिर गुडिरहेको देखिन्छ। वास्तवमा यो उँभोतिर गुडिरहेको हुँदैन, यो एउटा दृष्टिभ्रम हो। त्यस्तै गरी छेजुदोमा चाहिँ ओक्डम फिसलाई स्पेशल परिकारको रूपमा हेर्ने गरिन्छ। ओक्डम फिसले चाहिँ छेजुदोको ऐतिहासिक र सांस्कृतिक महत्त्व राख्छ। ओक्डम फिसलाई चाहिँ छेजुदोको प्रिय र सांस्कृतिक खानाको रूपमा हेरिन्छ। यसलाई चाहिँ विशेष गरी अवसर, पार्टी, भोजहरूमा इम्पोर्टेन्ट रूपमा खाने गरिन्छ। छेजुदोमा एउटा भनाइ नै छ, ओक्डम फिस बिनाको भोज पनि के भोज भनेर। मलाई छेजुदोमा अर्को स्पेशल लागेको कुरा भनेको माखल्ली हो, अर्थात् छ्याङ। छेजुदोमा मलाई माखल्ली चाहिँ किन स्पेशल लाग्यो भने यहाँको माखल्ली चाहिँ प्राचीन समयमा छेजुदोको लोकल चामलहरू अनि क्याक्टसहरूबाट मिक्स गरेर बनाएको हुन्छ। त्यसैले पनि यो माखल्ली चाहिँ छेजुदोमा स्पेशलै हुन्छ। यो त थियो मलाई स्पेशल लागेको कुराहरू। तपाईँहरूलाई पनि स्पेशल लाग्ने अरू हजारौं कुराहरू छन् छेजुदोमा। अहिले चाहिँ यो टपमा आएको छु हानलासानको। अनि यहाँ आउन चाहिँ हामी बिहान तलबाट चाहिँ 5 बजे नै इन्ट्री भएको थियौँ। अनि हामी यति धेरै रफ्तारमा हिँडेको थियौँ। अनि बिहान अँध्यारोमा हिँड्दाखेरि चाहिँ हाम्रो फुल एनर्जी भएको थियो। त्यत्रो हिँड्दा पनि हामी चाहिँ लगभग
3.5 घन्टामा मात्रै यहाँ आइपुग्यौँ। हामीभन्दा 1 घन्टा अगाडि हिँड्नेहरू यहाँ आइपुगेकै छैन। यसले हामी चाहिँ यो बेला यहाँ आउनु र मान्छे नहुनु भनेको चाहिँ एकदमै छिटो आएको। अब तलबाट रिजर्भ गरेर दिनमा 1000 देखि 2000 जना मात्रै यहाँ इन्ट्री गर्नुपर्छ, किनभने यहाँ चाहिँ धेरै जग्गा भिडभाड हुन्छ। अनि भिडभाड हुँदा चाहिँ यहाँ यो टुप्पोमा फोटो खिच्नसम्म आइपुग्न चाहिँ तल 1 घन्टा वेट गर्नुपर्ने हुन्छ। मान्छे धेरै भएपछि एक्सिडेन्ट हुने सम्भावना र भिडभाडलाई चाहिँ मध्यनजर गर्दै रिजर्भ गरेर मात्रै आउनु मिल्ने ठाउँ हो। हामीले 5 बजे नै रिजर्भ इन्ट्री भइसकेर यहाँ आएको छौँ। अनि हामीभन्दा चाहिँ धेरै बादल छ, किनभने यो चाहिँ कोरियाको सबैभन्दा अग्लो ठाउँ हो। बादल त भइ नै हाल्छ, तर हामीलाई यो समेट गर्नु चाहिँ हाम्रो लागि एउटा अचिभमेन्ट जस्तै भएको छ। यो चाहिँ मेरो एउटा कोरियाको ड्रिम, प्रत्येक एउटा मस्त पहिलो ड्रिममा थियो। कोरिया बसेको 6 वर्षमा पुरा भएको छ। अगाडि धेरै प्लान बनाएको थियौँ आउने, तर यहाँ आउन चाहिँ सोचेको जस्तो इजिली प्लान गरेर सक्सेस हुँदैन नि त। अनि हामीले धेरै प्लानिङहरू गर्नुपर्ने हुन्छ, सबै कुराहरू मिल्ने। एक त भ्याकेसन मिल्नु पऱ्यो, अनि आउन धेरै गाह्रो छ। सौलबाट आउनु पऱ्यो भने प्लेनमा 1 घन्टा हो, अनि पानी जहाजबाट आउनु पऱ्यो भने 6 घन्टादेखि 8 घन्टा लाग्छ। यो चाहिँ समुद्र धेरै वर्ष अगाडि चाहिँ समुद्रमा ज्वालामुखी फुटेर बनेको आइल्यान्ड हो यो छेजु आइल्यान्ड। अनि यो चाहिँ ज्वालामुखीको भल्कानो मुख्य निस्केको भाग हो। यसको पछाडि चाहिँ एउटा त्यो भल्कानो फुटेर निस्केको पहाड जस्तो ठाउँ छ। अहिले बादलले गर्दा राम्रो नदेखिन सक्छ, तैपनि यहाँबाट लेट्स सी हेरौँ। बादल चाहिँ उभ्भर नै छ। यहाँ मुनि चाहिँ त्यो भल्कानो उस्लेर गएको भाग छ। अहिले चाहिँ बादलले गर्दा नदेखिने रहेछ। हामी चाहिँ ह्यान्लासानको मस्त प्लेसमा छौँ। योभन्दा उता चाहिँ त्यो भल्कानो फुटेको ताल छ। घोड चढ्ने तयारीमा छौँ। हाम्रो घोडा आउँदैछ पछाडि। 5000 भनेको नभने 5000 मेरो चाहिँ घोडा चुज गरेको जस्तो सेतो घोडा आइरहेछ होइन लाइनमा। साथी चाहिँ चढिसक्यो, आउँदैछ मेरो घोडा। छेजु ट्रिपको अब इम्पोर्टेन्ट लिस्टमा चाहिँ घोडा चढी पनि थियो। दामी हुँदो रहेछ क्या एकदमै।